सुन्नु गाइस अब यो डाँडामा चाहिँ के भन्दा प्लेन चल्दैन हैन धेरै समय भयो दुःख लाग्छ यार आफ्नो घर माथि एयरपोर्ट छ यो पहिला चाहिँ धेरै प्लेन आउँछ के अब चाहिँ हामी सानो हुँदाखेरि त्यो तल स्कुल छ क्या त्यो तल अनि त्यहाँबाट स्कुल पढ्दाखेरि हामी प्लेन हेर्नलाई भागी आउँछ क्या बिहा अब अनि खोइ त अनि छोरी दिँदैन कसैले यो चाहिँ देवस्थान है त देवस्थान भन्ने ठाउँ यो होइन बाटोमा आउँदाखेरि त्यो यत्रो त्यो पावर ब्याङ्क थियो कि त्यो सेतोवाला ठुलो थियो स्कुलले बिदा हुँदाखेरि मात्रै घरमा कसैले टिप्यो कि यसो याद गरेन फेरि है No God please no no यस्तो भित्र लाथेर क्या यस्तो भित्र थाहा छ यस्तो भित्र पैसा राख्दा महिलाले त पैसा गोजी बेगर राख्छ नि हराउँदैन त है तिमी चाहिँ गोजीमा पावर ब्याङ्क राख्दा पनि हराउने गजब बेइज्जती है कति धेरै ल गाइस हाम्रो थुलुङ दुधको सिकामपालिका अनि यही हो होइन अनि यो चाहिँ 2 नम्बर काङ्गेल नमस्ते दाइ आराम आराम हुन्छ होइन माथि के अरे देवस्थानमा पिके भ्लगसँग भेट्ने भनेर भेटेर बोलाएको उसलाई पनि बोलाएको अनि उसले चाहिँ एउटा पावर ब्याङ्क हराएछ क्या कति 15,000 क्यासको भन्छ खै त्यो चाहिँ होइन होला जस्तो लाग्छ मलाई अनि 30,000 एमएचको अरे खै के भने यत्रो 5 केजीको छ भन्छ अनि खोज्नलाई हामी 5 किलोमिटर 7 किलोमिटर तल झरिसक्यो अनि खोजिराख्यो अनि मान्छे देखेपछि के भनेछ भने कहाँ झरे यार कसले भेट्यो होला भनिरहेछ क्या अहिले अनि किन अरे थाहा छ अनि कसैले भेटेको रहेछ भने दिन्छ अरे भनेर आम्बो त्यत्रो मुला भिडियो पनि भन छ यार तिम्रो नयाँ टायरको छाप त रहेछ के गर्नु त अनि हराइ त हाल्यो यार कस्तो यार भिडियो भएन छ यार सरी गाइज यार यत्रो टन्नै त्यो स्टुडेन्टहरूलाई सोध्दै आएको पावर ब्याङ्क भेटेन भन्दै लास्टमा त भिडियो भएन छ भने त्यही गाउँतिरको माहौल चाहिँ यस्तो छ है त मायाका सम्म गाउँ है यस्तो मजा हुन्छ नि होइन है पिके कस्तो तिमीलाई काठमाडौँमा आनन्द आउँछ कि यहाँ आनन्द आउँछ भन त यतै आनन्द लाग्छ तिमी भनेको के भन्छ जता गयो त्यतै भनेको के जस्तो भयो यस्तो हुन्छ तिमीलाई त यार बौलाको उसले टोकेको रहेछ यार उयो काटो काँडा गरिब झन्डै हाल्दैमा नमस्ते दाइ आराम आराम हुन्छ पावर ब्याङ्क खसाएछ भन्छ कहाँ खसाएको छ कहाँबाट आउनुभयो पाडो लिएर आउँदा पाडो गतिलो छ अस्ति आएको थिएँ म ल हुन्छ हस् दाइ हस् ल हुन्छ त्यस्तो त कतिजनालाई सोधिसक्यो हामीले त्यो स्टुडेन्टहरूलाई पनि सोधेको अनि कस्तो भिडियो भएन त सरी फर द्याट ओ माई गड नागपोखरी भन्ने ठाउँ आइपुगेछ मलाई त्यो खाल्टामा नहाला न नागपोखरी हामी चाहिँ के अरे काङ्गेल डाँडा देवस्थानबाट एयरपोर्ट मन्दिरबाट हामी अब यो बाटो चाहिँ मुक्ली जाने हो क्या अहिले चाहिँ त्यस बाटो ठिकै रहेछ राम्रै रहेछ यतिको बाटोलाई नराम्रो चाहिँ भन्दा मिल्छ पिज हो कसम त यतिको त पिजै हो नि ढलान लस यो के थाहा अन्केसम्म नम्बर छ अन्त गाउँतिर त भेट्छ त्यस्तो मान्छेहरू हुन्छ गाउँतिरको मान्छेहरूले यसो त भेट्यो भने दिन्छ हेर पिके तिम्रो काठमाडौँ जस्तो होइन हेर है काठमाडौँ जस्तो होइन यहाँतिर चाहिँ भेट्यो भने दिन्थेँ अब भेट्यो त भेट्दैन कि बा
भेट्यो अनि भेट्यो भने त अनि कसरी चिन्यो यस्तो बिचरा कसको हो कसको के थाहा थाहा होइन पिके भ्लग्सको भनेर नाम नम्बर ठेगाना लेख्या भए पो तिमीलाई भोलि हुलाकमा भनी आउँथ्यो हेर ट्रान्सपोर्ट त्यत्रो फेसिलिटी हुँदैन गाउँमा हेर है अनि तिमीलाई हुलाकमा भनी आउँथ्यो क्या भोलि तर NS200लाई पनि नराम्रो चाहिँ भन्ने मिल्दैन है गाइस पावर छ क्या अफरोड अनरोडमा अफरोड अफरोड अनरोडमा कुरी यार हान्छ यार भट्ट हानिदिन्छ कसम नराम्रो भन्ने मिल्दैन यार कसम अहिले यो हिँड्दाखेरि अहिले हामीले चाहिँ पावर ब्याङ्क नभेटेर भरे भिडियो हेर्दा चाहिँ भिडियोमा पावर ब्याङ्क देखिरहेको रहेछ है त्यस्तो चाहिँ हुनु रे आम्बामा हो है यहाँ खोज्न आउँदैछ नभेट्ने अनि भरे भिडियो गरेर घरमा गएर भिडियो हेर्दा चाहिँ अनि भेट्नु रे क्या देख्नु रे क्या आम्बामा अनि के भन्थ्यो होला पिकेले म्याकुरी भिडियो नगराइ थपक्कन हेरेर हिँडेको भए भेट्थ्यो यार अघि भन्ने होला अब आयो यहाँ सिखोलासम्म चाहिँ जाने भनेर आयो हेरौँ अब स्याल कुदिरहेछ मलाई ऊ त्यहाँ ऊ त्यो ढुङ्गाको उता अब त्यो हेर जसरी नै हरायो हेर पानी यदि पानीमा खसे त भने भेट्यो भने पनि हरायो त्यो हेर है अनि बगान त भने त बिग्रिन्छ नि त वाटरप्रुफ पनि हो लडतर त बोके पो लगाइ त हामी चाहिँ सिखोला भन्ने ठाउँ चाहिँ आइपुग्यो ल यो चाहिँ सिखोला है वाइ जुका लाग्यो यार मलाई जुका लाग्यो क्या मलाई टोकन थालेर खुट्टामा यार यार होइन कि यार अबे साले तभी लाग्यो अब गौला त होइन अब आफ्नो सामानको माया हुन्छ होइन खोज्नुलाई आइयो अब यस्तो भित्र लाग्थ्यो अरे क्या यस्तो भित्र थाहा छ यस्तो भित्र पैसा राख्न महिलाले त पैसा गोजीमा गरेर राख्छ नि हराउँदैन नि त है अनि तिमी चाहिँ गोजीमा पावर ब्याङ्क राख्दा पनि हराउने नमर्दा यस्तै भन्छन् क्या यस्तोलाई नमर्दा भन्छ यो भित्र बा छ के हो बाघ रोक्नु अब माया मारिदेऊ काजी हेर काजी अब माया मारिदेऊ है भेटेन छँदै त छैन अनि कहाँ भेट्यो र कसले टिपिहाल्यो अब त्यो फेरि काम लाग्ने चिज पनि हो ठिकै छ अब चाहिँ ग्रह नसै गयो त्यो ल गाइस हाम्रो थुलुङ दुधको गाउँपालिका अनि यही हो होइन अनि यो चाहिँ 2 नम्बर काङ्गेल यो छ नि यो सेतो चाहिँ त्यो चाहिँ मुक्ली हस्पिटल पालिकाको सबभन्दा ठुलो हस्पिटल यही हो खरै पनि हो सिबी रहेछ क्या टल्लै लाएर त्यो सिबी यस्तो सोलु खुम्बुमा चाहिँ आलु सँगसँगै किवी पनि छ क्या अहिले पछिल्लो समय होइन किवी पनि एकदमै राम्रो छ क्या अनि यो एकदमै मिठो पनि छ अनि टेस्ट गर्न चाहिँ आउनु होला अर्डर गर्नु होला मैले आइदिइहाल्छु यदि अर्डर गर्नु तपाईँलाई कुन जातको किवी चाहिन्छ अनि उपलब्ध गराइदिन्छ के छैन के अरे ब्याकअप त भेटेन अब उसलाई चाहिँ फेरि के को टेन्सन लाग्यो अरे अघि आउँदा पावर ब्याङ्कको लास्ट टेन्सन लाग्यो अरे अनि अहिले चाहिँ चिया बनाउनु लाग्थ्यो क्या अनि त्यो नानीलाई चिया बनाइराख हामी आउँछु भनेर आएको अनि अहिले चाहिँ उसलाई चियाको टेन्सन लाग्यो चियामा झिँगा छिदेखि बिरालो हेर त कति धेरै मात्रै हो बाघ्यो बाघले झन्डै खायो कस्तो राम्रो बाटो हो गाउँतिर चमचा लागिरहेको छ अनि सबैजना कोदो
नयाँ धान रोपाई कोदो रोपाइमा व्यस्त छन्। हामी घुमेको घुमै क्या अब के झरी भाइ के झरी तिम्रो? ल हामी चाहिँ अहिले चाहिँ आइपुग्यो। काम छ तिमीले बाटोमा आउँदाखेरि त्यो यत्रो त्यो पावर ब्याङ्क थियो कि त्यो सेतोवाला ठुलो थियो स्कुलले बिदा हुँदाखेरि उतै घरमा कसैले टिप्यो कि यसो याद गरेन फेरि न है हरायो नि ट्याम्मै हराइहाल्यो। टेन्सन ल गाइस फाइनली हामी चाहिँ देवीस्थान निस्क्यो। यो चाहिँ देवीस्थान होइन ग्याङस्थान भन्ने ठाउँ पनि हो होइन। बजार एरिया क्या बिस्तारै हाल्नुपर्छ। अब बिस्तारै बाइकको साउन्डै त्यस्तो छ त्यस्तो सुनेको के अहिले चाहिँ हामी पिके भ्लग्स र म चाहिँ अब एकछिन चाहिँ एयरपोर्ट जाने भनेर एयरपोर्टतर्फ जान्ला। ल गाइस फाइनली हामी चाहिँ पिके भ्लग्स र म चाहिँ आइपुग्यो अब काङ्गेल डाँडामा। काङ्गेल डाँडा एयरपोर्टमा हल्का चलपल दिन थाहा छ क्या। अब के गर्नु त सुन्नु गाइस अब यो डाँडामा चाहिँ के गर्नु त प्लेन चल्दैन होइन। धेरै समय भयो दुःख लाग्छ यार आफ्नो घर माथि एयरपोर्ट छ अनि यार प्लेन चढ्नु पर्यो भने अन्त कहाँ पुग्नुपर्छ क्या माथि यार। अनि त्यही हो यो चाहिँ एयरपोर्ट। यो देखो आमा यस्तो बवाल छ नि है कसम तिमीलाई पनि आनन्द लाग्यो होइन। पावर ब्याङ्क के गर्नु त गाइस सरी खोज्नु त गएकै हो पाइएन। अनि छ नि यो पार देखिएको यो हाइड्रो हो होइन। यो हाइड्रो यो तिङ्ला यता तिङ्ला पर्छ अनि यहाँबाट यता पारी कता पर्छ यार नेचा नेचा यता उयो यता पर्छ अलि उता पर्छ क्या। यो सल्यान हो होइन। यो सल्यान यता नेचा पर्छ अनि खोटाङ यता पर्छ क्या। यता पारी पर्छ जस्तो लाग्यो क्या खोटाङ है। यता खोटाङ पर्यो अनि यता तिम्रो मुगली यता पर्छ है। मुगली यता नेले यता अनि आनन्द छैन त ल सही ल बबाल है। Please subscribe to our channel PK and Vlogs and Karkijar Vlog. Gildada Airport. यो पहिला चाहिँ धेरै प्लेन आउँथ्यो क्या। अब चाहिँ हामी सानो हुँदाखेरि त्यो तल स्कुल छ क्या त्यो तल अनि त्यहाँबाट स्कुल पढ्दाखेरि हामी प्लेन हेर्नलाई भागी आउँथ्यो क्या। गड ये देखो न भाइ ये नजारा देखो मा कसम त यस्तो स्वर्ग छ मा कसम त देबो लड्न चाहिँ नलड है कङ्क्रिट छ। भाँचौ यार भाँचौ तिमीले च्यासिसोर छ भाँचौ नक्को डया भर्खर हालेको आम्मा। ल गाइस फाइनली हामी चाहिँ होइन काङ्गेल डाँडाबाट पुरै घुम्यो अनि पुरै घुम्यो हामीले फोटो रिल्स बवाल बनाएछ। फोटो रिल्स हेरेर चाहिँ इन्स्टाग्राममा फलो गर्नु होला कार्कीजार भ्लग अनि पिके भ्लग चाहिँ छैन तिम्रो इन्स्टा टिकटक कार्कीजार भ्लग 07 टिकटक है तिम्रो के छ के भ्लग नै छ। ल त्यही हो होइन। अब यहाँबाट चाहिँ हामी निस्किनु पर्ने हुन्छ। अब निस्किनु लाग्यो अब एकचोटि मोड चढ्ने पर सुन एउटा राइड हानेर आइन्छ अनि के कस्तो हुन्छ होइन। अनि त्यहाँबाट चाहिँ अब हामी निस्किन्छ घरतिर अनि तलतिर चाहिँ बाटो अप्ठ्यारो छ हामी बिस्तारै जानुपर्ने हुन्छ। यहाँ यस्तो छ क्या पानी पर्न लागिसक्यो होइन अनि त्यही भएर अब यहाँबाट चाहिँ हामी निस्किन्छौँ। अनि ल आजको भ्लग के कस्तो लाग्यो हजुरहरूलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु भने नबिर्सिनु होला। कार्कीजार भ्लग सब्सक्राइब गर्नु पऱ्यो सब्सक्राइब पिके भ्लग है। एकदमै तपाईँहरूको साँचो माया ममताको एकदमै जरुरत छ क्या यो समयमा है। यस्तो क्रिटिकल स्टेजमा छौँ के गर्नु क्या अब के भन त कि मरिजानु कि गरेर खानु भन्छ नि त्यस्तै सिचुएसन छ। प्लिज सब्सक्राइब प्लिज यार। बिस्तारो अपडेट पनि हामी दिने नै छौँ। अब अझै हाम्रो सोलु बसाइ निकै नै हुनेछ। ल सही हो गाइस। ल बिस्तारो हामी तलतिर झर्छौँ है त ल।
चिन्नु भएन म त भयो त हप्ता 10 दिन भन नि आराम हुन्छ अनि चिन्नु भन मलाई त चिन्नु होला है अनि अस्ति म त्यहाँ बोल्दै गएको नि त अनि अस्ति जानु त्यही दिन अनि बिहा अब अनि खोइ त अनि छोरी दिँदैन कसैले बिहा गरेर मात्रै हुन्छ कहाँ माग्नु त अब दिँदैन कहाँ छन् त केटी के छ त आराम कहाँ पुगेर आउनु कता छ अहिले ए आराम त कहिले म त भइसक्यो आएको त हप्ता 10 दिन भयो कखन सँगै जाउँ एउटा के त थियो कता गयो एउटा के थियो उता कता उता गयो त चक्लेट किन्छु भन्नु गएको थियो कता गयो भइसक्यो हप्ता 15 दिन अहिले आएको आराम हुनुहुन्छ यस्तै छ मजा लागेछ खेतीपाती आउँछु एक ल हुन्छ कहीँ देखे तेल त मैले त हालेँ अनि मैले पनि कहाँ आयो कहिले के छ अनि यतै होइन गाह्रो छ गाह्रो छ के छ नि यतै हो झऱ्यौँ ल रात पऱ्यो केटा हो एउटै बाटो अगाडि हिँडिरहेको थियो मेरो बाडो लाउने बेला भयो ल गयो ल अहिले Yeah.